हे गाइस वेलकम ब्याक टु माई मिनी भ्लग। आज भने चाहिँ आफूलाई आफै टाइम दिँदै अनि तपाईँहरू घरमा एक्लो हुँदाखेरि के सोचाइ के गर्नु अल्छी लाग्दो भयो भने चाहिँ यो भ्लग हेर्नु होला अनि यसरी कामहरू गर्नु होला। अनि म चाहिँ रुमहरू साफसुफ गरिसकेर चाहिँ एट हुँदैन यस्तो पाराले भनेर उठेर चाहिँ फेरि कामतिर लाग्यो। अनि सफा गरिसकेर लुगा पनि निस्किहाल्यो। यति मैला अनि यति धुनुपर्छ भनेर चाहिँ धुन जाँदैछु। मैला भनेपछि बस्नै नसक्ने मान्छे म। अनि नुहाउनलाई गिजर पनि ठ्याक्क अन गरेँ अनि नुहाइ पनि सकिहाल्यो साथीहरू है। आई लभ ब्ल्याक, मलाई एकदमै मनपर्छ ब्ल्याक चाहिँ। जे पनि मलाई टी सर्टहरूदेखि लिएर जे पनि ब्ल्याक मनपर्छ। ब्यागी एकदमै हुन्छ नि, आई लाइक ब्यागी। अनि यहाँ चाहिँ आमा र मैले चाहिँ सिन्टेक्सहरू अघि धोएर चाहिँ एकदम सफा बनाएको थियो। अनि यसमा चाहिँ नयाँ पानी स्टोर गर्दैछु मैले है, पुरानो फालेर। अनि पानी पनि आउँदो रहेछ भनेर चाहिँ फेरि पाइप हालेर छोडिदिएँ। अन्त यो चाहिँ मेरो गाउँको बाहिरको नजारा हेर्नुहोस्, यस्तो सुन्दर छ। घाम पनि चट्ट लागेर खोर्सानीहरू हेर्नुहोस् हाम्रो घरमा फलिरहेको छ मजाले है। पोकोलाई तिर्खा लागेछ, अन्त पोकोलाई पानीहरू पनि दिएर चाहिँ। अनि आजको ब्लग यति नै, बाई। आजको ब्लग यति नै है, आफूलाई पनि टाइम दिएको आज चाहिँ। सो आजको सानो मिनी ब्लग, बाई एभ्रिवान।